गाउँ हो यो गाउँ। यहाँ आमाको आदर र चेलीको सम्मान गरिन्छ। यति कुरो जानी पनि तैँले हात कसरी समातिस? हात छोड, हात छोड। नमस्ते, जय गोर्खा सबैलाई। आजको ब्लग चाहिँ भिन्दै हुनेछ। आज न इङ्ग्लिस बोलिन्छ न अरू केही बोलिन्छ। आज पक्का गोर्खाली बोलिन्छ, किनभने आज म एउटा विशेष र एकदम मनदेखि भिडियो बनाउन चाहँदैछु। किनभने भर्खरै भएर गएको घटना जुन चाहिँ हाम्रो उमा छेत्रीलाई स्वागतको लिएर गएको थियो, त्यसले गर्दा पनि होला आफ्नो जाति, आफ्नो जातिको प्रति माया देखाउन एकदमै जरुरी छ। र त्यस्तै अवहेलित भएर बसिराख्ने हो कि आफ्नो जातिलाई अघि बढाउने, त्यस्तै कुरालाई लिएरै आजको ब्लग हुनेछ। र त्यस्तै कुरा चल्दाखेरि आज हामीले आफ्नो एउटा गोर्खाली सिनेमा जगत बनाउने प्रयास गरिराख्नु भएको राजीव दा साथै हामी सबै मिलेर गरिरहेको छौँ। र त्यही आज झमेलाको सेटमा केही कुरा राजीव दाहरूसँग र विभिन्न आर्टिस्टहरूसँग कुरा गर्नेछौँ, हेरिराख्नु होला। आज झमेलाको सुट एकदमै एक्साइटेड हुँदैछ। फाइटको सिन छ र यहाँ रेसलहरू चलिरहेछ। यहाँ राजीव दा हुनुहुन्छ र झमेला कहिलेसम्म आउँछ दाजु? झमेलाको अरू 11-12 दिनको सेड्युल छ, त्यस पछाडि आउँछ। नेपाली अलिक टेक्निकली धेरै राम्रो काम गर्नु खोजेको बहुत टाइम लाग्दैछ, टेन्सन भइरहेछ। हाई मुझे चक्कर आएर भइरहेछ। अक्षय कुमारको एउटा डायलग छैन, भइरहेछ। लोकेसन चेन्जमाथि चेन्ज, आर्टिस्टहरू पनि अब अलिक ठुलो ठुलो खालको ल्याएर धेरै कुराहरूमा अब त्यस्तै छ, चल्दैछ। अब साँडे त मोटामोटी चलेको थियो र झमेलाको लागि चाहिँ कति आशावादी, कति आशा हुनुहुन्छ, कति गर्नुभएको? हेर्नुहोस्, म अलिकति अब भन्दाखेरि ठुल्ठुलो कुरो गरेर यस्तो हुन्छ होला, तर भागवत गीताको एउटा श्लोकलाई म धेरै मान्दछु। त्यो काम गर्दै जाऊ, फलको आशा नगर। साँडेमा पनि फलको आशा गरेको थिएन, यसमा पनि आशा गरेको छैन। अब असमिली गोर्खाहरू जति जातिवादी छन्, जति चेतनामूलक छन्, जति आफ्नोलाई माया गर्ने उहाँहरूमा इच्छा छ भनेदेखि अब यसलाई पनि उहाँहरूले अँगाल्नुहुन्छ, अथवा जतिजनाले पनि चलचित्र जगत बनाउँछु भनेर कम्मर बान्नुभएको छ उहाँहरूलाई सहयोग गर्नुहुन्छ। उहाँहरूले अब हेल्प गरेनन् बा चलचित्र अब हामीले बनाउनुमा पनि अब कन्टेन्टमाथि पनि कुरो छ। मलाई एज ए डाइरेक्टर लाग्दैछ कन्टेन्टमा दम छ, किनभने हर सिनमा अलिकति कमेडी खालको छ। तर यत्रो गर्दा पनि प्रयास गर्दा पनि अब सफलता पाएन भने हाम्रो पनि घर परिवार छ, भाडा माझ्नु जानै पर्छ, बेङ्गलोर, गोवा, दिल्ली, कता हुन्छ। अब म एक्लै हेरेर भएन, मसित 40-45 जना केटाहरू दिनरात खटिरहेको छ। उनीहरूको पनि त फ्युचरको कुरो त्यही नै हो, तर निरन्तरता चाहिँ दिइराख्ने। राजीव तामाङ नमरुन्जेल चलचित्र चाहिँ आउँला, काहीँ 1-1.5 वर्ष ग्याप हुनु सक्ला, त्यो अब फाइनेन्सियल क्राइसिसहरूले गर्दाखेरि, तर चलचित्र चाहिँ आइरहेको छ। यो साँडे भन्दा यो झमेलामा चाहिँ के भिन्दै देख्नु पाउनेछ त? साँडेमा एउटा डाइरेक्टली एउटा हाम्रो जातिको जुन भित्रको प्रब्लम्सलाई टार्गेट गरेको छ। झमेलामा चाहिँ त्यसरी जातिको प्रब्लम्सलाई टार्गेट नगरेर एउटा पुरा फुल्ली एन्टरटेनमेन्ट टाइप, माया प्रीति, अनि त्यहाँबाट के भन्छ फाइट, एक्सन र हल्का कमेडी र एउटा बाउ आमा मङ्गेतरको बिचको मायालाई एउटा हाम्रो तरिकाले देखाउने प्रयास गरिएको छ। साँडे जस्तो चाहिँ अब हुँदैन, किनभने यसमा लाइटहरू पनि धेरै युज गरिएको छ र सुट पनि बहुत जग्गा जाँदै लिँदैछु, त्यही भएर टाइम टेकिङ प्रोसेस हुँदैछ। साँडेमा हामीले 22 दिनमा सेड्युल सकेको थियौँ, यसमा त अब झन्डै 30-35 दिन लाग्छ जस्तो। अन्तिममा अब जनतालाई के भन्नुहुन्छ? जनतालाई त यो भन्न चाहन्छु म, हजुरहरूले जब पनि गोर्खाली चलचित्र आउँछ, निर्माता, निर्देशक र कलाकार भन्दा बेसी जनताहरू आवेगिक हुनुपर्छ। चाहे त्यो गोर्खे सलम वा द ढ्याङ्ग्रोको किन नहोस्, वा अरू कुनै पनि प्रोडक्सन हाउसले असममा बसेर असमको कलाकारहरूलाई लिएर चलचित्र निर्माण गर्छ भने चाहिँ उहाँलाई बिग सल्युट गर्नुपर्छ र उहाँको चलचित्रलाई एकदम 100मा 110% दिएर, हेरेर, नराम्रो छ भने गाली गरेर, राम्रो छ भने वाह गरेर उहाँहरूलाई प्रोत्साहन गर्ने चाहिँ अति जरुरी छ। किनभने छैन हाम्रो, र जे हुँदैछ त्यसलाई हामीले स्याहार सुसार चाहिँ गर्ने, स्पेसली जनता जनार्दन र साथै असमको अब जति पनि नेता सेता छन्, यिनीहरूको त पुरै छोडिदिउँ, बिटा लिएर बसेका छन्, आराम गरेका छन्, 5 स्टार 3 स्टार होटल बाहेक अरूमा खाँदैनन्। अब हामी नै छौँ गाउँघरको अब के भन्छ नि निमुखा भनौँ, अब आफ्नो रोजीको पैसाहरू धारधुर खोजेर चलचित्रमा लगाएर काम गर्ने प्रयास गर्दैछौँ। त कतै न कतै हजुरहरूको सपोर्टको चाहिँ अति जरुरी र खाँचो छ। त्यो भन्दैमा मैले जबरजस्ती पनि गरेको होइन, जसलाई हेर्नु इच्छा छैन, जसलाई काम मन पर्दैन, यो सब लाइनमा ध्यान छैन, त्यो त उहाँहरूको कुरो। तर हेर्नु चाहिँ पर्ने हो, जातिवादी हुनुपर्ने हो, किनभने देखिराख्नु छ विभिन्न घटनाहरू। हामी जातिवादी नभएकोले धेरै
मान्छेहरूले यसको फाइदा उठाउँछ र हाम्रो मान्छेहरू धेरै ठाउँमा थिचित हुनु परिरहेछ। त्यसको एकमात्र कारण हामी जातिवादी छौँ। अरू सबैजना जातिवादी भएकोले उनीहरूले इज्जत रिस्पेक्ट सबै पाएको छ। यो वस्तुहरू इज्जत वा सेल्फ रेस्पेक्टहरू हामीले कमाउनु पर्छ क्या। त्यसको लागि पहिले हामीमै मिल हुनुपर्छ र हामीलाई नै के भन्छ त्यसलाई अँगाल्न सक्नुपर्छ। आज हामीले प्रोडक्सन हाउस खोले पश्चात अब यहाँ जति पनि आर्टिस्टहरू छन् सब यस्तो घरबाट आउँछन्। उहाँहरूले अब यो विषयवस्तुलाई सोच्नु पनि सक्दैन, त्यस्तो घरबाट आउँछन् र उहाँहरूलाई हामीले लिएर काम गर्दैछौँ। त्यो एउटा र हाम्रो अर्को लक्ष्य के छ भनेदेखि हाम्रो 100मा 100% असमकै माटोबाट निस्केको केटाहरूलाई चाहिँ हामी फेरि बेसी प्रिफर गर्छौँ। हामी आउट अफ द आसाम गएर काम गर्ने हाम्रो प्रयास पनि छैन र भविष्यमा त्यो प्रयास भएछ भने पनि भारत भूमिलाई लिएर चाहिँ हुन्छ, अन्य देशलाई लिएर हुँदैन। त्यही छ भने यता हिरोइनलाई पनि सोध्नु। यहाँ हुनुहुन्छ हिरोइन नमस्कार ईशा उपाध्याय र कस्तो लाग्दैछ त झमेलाको सुटिङमा आएर? एकदम राम्रो लाग्दैछ, झमेलै हुँदैछ होइन, एकदम झमेला गर्दैछौँ हामी। आशा गर्छु हजुरहरूले हेरिदिनुहुन्छ, धेरै माया दिनुहुन्छ। हामीले धेरै माया र कष्टले बनाउँदैछौँ यो चलचित्र अनि बहुत इन्ट्रेस्टिङ पनि छ। हजुरलाई हेरेर राम्रै लाग्छ यति चाहिँ ग्यारेन्टी पनि दिन सकिन्छ होइन त सर? इन्ट्रेस्टिङ बनिँदैछ होइन? डायलग्सहरू अन टप छन्, सरले बहुत राम्रो लेख्नु। ल एउटा डायलग हो जस्तो न त। एउटा झमेलाको डायलग हो भने चाहिँ मेरो हृदयको डायलग आजभन्दा 2-3 वर्ष अगाडि नै आएको छ। गाउँ हो यो गाउँ, यहाँ आमाको आदर र चेलीको सम्मान गरिन्छ। यति कुरो जानी पनि तैँले हात कसरी समातिस्? हात छोड, हात छोड। यो चाहिँ मेरो लागि है, म किडन्याप हुन गइरहेको छु। सारा फिल्ममा तपाईँहरूको दाजु राजीव तामाङलाई पत्तो दिएको छैन यो केटीले। को राजीव तामाङमा चिन्नु? र आज हामीले इनफ्याक्ट यही सुट पनि गर्न जाँदैछौँ। अहिले जुन डायलग भन्नुभयो सरले, आज त्यही सिन छ अनि म किडन्याप हुन जाँदैछु। अब तपाईँहरूले हेर्नु कि म किडन्याप हुन्छु कि हुन्न, भयो भने के हुन्छ मेरो, मलाई राजीव तामाङले बचाउनुहुन्छ कि बचाउनुहुन्न, वा मलाई हालको हिरो आउँछ कि, बहुत चिजहरू छन् होइन। पुरा झमेला फुल हुँदैछ र झमेलाको अपडेट भानु सरले दिँदै हुनुहुन्छ होइन त सर? हजुरहरू हेर्दै गर्नु, अपडेट पनि हेर्नु र इन्जोय गर्नु। जय गोर्खा। अब यति राम्रो हिरोइनले भनिसकेपछि फलो चाहिँ गर्नु नबिर्सिनु होला। एकदम फलो गर्ने है, फलो चाहिँ गर्नु पर्यो। र यसै गरी यहाँ हामीहरूको धर्मेन्द्र दा पनि हुनुहुन्छ, एकजना सक्रिय आक्सु कर्मी पनि हो र यो मुभीमा काम पनि गर्दै हुन्छ। र कस्तो लाग्दैछ झमेलामा काम गरेर? एकदम मलाई चाहिँ कस्तो लाग्दैछ भने हाम्रो माटामा बनिएको हाम्रो गोर्खाली चलचित्र हामीले आफै यसलाई बनाउने निर्माण गर्ने काम हामी दिनरात लागिरहेको छौँ। र राजीव तामाङजीले जस्तो हिसाबले कष्ट गरेर झमेला साँडे जस्तो मुभीहरू बनाउनु हुँदैछ, आसाममा आजसम्म कसैले सोच्न नसकेको काम गर्नु हुँदैछ, उहाँलाई म बार सल्युट गर्छु र आशा गर्छु हाम्रो गोर्खाली जति जनमानस हुनुहुन्छ उहाँलाई सम्मान दिनुहुन्छ र मुभी हेरिदिएर अझै अरू नयाँ मुभी बनाउने वा नयाँ मेसेज लिएर आउने इन्टरटेनमेन्ट एउटा हाम्रो मुभी जगत वा एउटा फिल्म जगतलाई माथि लिएर जान सक्ने उहाँलाई हौसला मिलोस् भन्ने म आशा गर्दछु। र यो झमेला चाहिँ यस्तो छ भनिसक्नु भयो राजीवजीले वा हिरोइनले पनि भनिसक्नु भयो, तपाईँहरूले हेर्नु नबिर्सनु। छाडेभन्दा अझै राम्रो छ, त्योभन्दा पनि अरू पछि आउने मुभीहरू अझै राम्रो तपाईँहरूले सपोर्ट दिनुभयो भने पछाडिको दिनमा अझै राम्रो तपाईँलाई आफै गौरव गर्न सक्नुहुन्छ कि आसाममा बनिएको हाम्रो भूमिमा हाम्रो यहाँको पक्षपेटलाई लिएर हाम्रो यो समस्यालाई लिएर बनिएका मुभीहरूले हाम्रा जनजागरणलाई जनमानसलाई जागृत गराउँछन् र एक दिन हाम्रा हर गाउँका हर कुना कानाका भाइ बहिनीहरूले उत्साह पाउँछन् र आफ्नो एउटा जातिलाई माथि लिएर जाने आफै इस्टाब्लिस हुने एउटा मौका पाउँछन् भन्ने म आशा गर्छु। जय गोर्खा र झमेला सबैले हेर्नुहोला। धन्यवाद। र यसै गरी यहाँ सुइरे हुनुहुन्छ। नमस्कार, मेरो क्यारेक्टरको नाम हो सुइरे र म तपाईँहरूको बिचमा धेरै कमेडी हँसाउने, यो रुवाउने कराउनेदेखि लिएर हँसाउनेमा पनि सानो सौभाग्य र तपाईँहरू हेरिदिनु होला। मेरो हाँसउठ्दो अनुहार मेरो हाँसउठ्दो अनुहार र कमेडी तपाईँहरूलाई राम्रो लाग्यो, मलाई पनि खुसी लाग्नेछ। धन्यवाद, थ्याङ्क यू। जय गोर्खा। सबैजना हुनुहुन्छ है टिममा, अझै पनि हुनुहुन्छ। अझै व्यक्तिहरूलाई अलिक दिन पछाडि अरू ब्लगरमा म हजुरहरूलाई चिनाउने छु र यस्तै प्रयासहरू
सकि नसकि कष्ट गरी घाममा हामी गरिरहेको छौँ र मात्रै हजुरहरूको लागि हो र हजुरहरूले नै सपोर्ट गर्नु भएन भने कसरी चल्छ होला र त्यही भएर हामी एकदम लागिरहेछौँ। आशा गर्छौँ हजुरहरूले हाम्रो मुभी झमेलालाई धेरै माया गरिदिनुहुन्छ, धेरै सपोर्ट गरिदिनुहुन्छ र आफ्नो गाउँमा लगेर केही पनि हेर्नुहुन्छ। यति नै भन्दै आजको लागि म बिदा लिन्छु। जय गोर्खा।